सोच्नुहोस् त, एउटा छ अग्लो, कहिल्यै नझुक्ने रुख अनि अर्कोतिर छ सधैँ झुकिरहने धानको बोट। यी दुईमा साँच्चै बलियो को होला? आउनुहोस्, उत्तिस र धानको यो पुरानो तर सधैँ सान्दर्भिक कथाभित्र पसेर शक्तिको साँचो अर्थ खोजौं। यो कथाले हामी सामु एउटा एकदमै सरल तर निकै गहिरो प्रश्न राख्छ। के साँच्चै घमण्ड बलियो हुन्छ वा नम्रतामा लुकेको शक्ति त्योभन्दा कैयौं गुणा ठूलो हुन्छ? आज हामी यही प्रश्नको जवाफ खोज्दैछौं। ल, हाम्रो कथा सुरु हुन्छ त्यही घमण्डी उत्तिसबाट। एउटा यस्तो पात्र जो आफ्नो शक्ति र कहिल्यै नझुक्ने स्वभावलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति ठान्छ। अब एकछिनलाई एउटा दृश्य सोचौं है। खोलाको किनार छ। एकातिर आकाशै छुन्छु जस्तो गरेर उभिएको छ एउटा अग्लो बलियो उत्तिसको रुख, अनि अर्कोतिर बालीको भारले भुइँतिरै झुकेको छ नम्र धानको बोट। हेर्नुस् त, उत्तिस आकाशतिर हेरेर घमण्डले ठिङ्ग उभिएको छ, मानौ उसलाई संसारमा कसैको डर नै छैन। तर धानको बोट भने फलको भारले गर्दा नम्र भएर चुकिरहेको छ। उनीहरूको स्वभाव त उनीहरूको डाङबाटै प्रष्ट देखिन्छ, होइन त? अब कथामा द्वन्द्व त्यति बेला सुरु हुन्छ जब उत्तिसले आफ्नो जीवन दर्शन धानलाई सिकाउन खोज्छ। उत्तिसले धानलाई एकदम हेपेर भन्छ, ए धान भाइ, तिम्रो जीवन देखेर मलाई त साँच्चै दया लाग्छ। उसको घमण्ड अब शब्द बनेर पोखिन थाल्छ। उत्तिसको लागि धानको त्यो झुकाई कमजोरीको प्रतीक थियो। उसको नजरमा सानोतिनो हावा चल्दा पनि झुक्नु त कायरता हो। परिस्थिति अनुसार आफूलाई ढाल्ने कलालाई उसले सम्झौता ठान्छ र सोच्छ, यस्तो जीवनको के नै अर्थ छ र? अनि ऊ आफ्नो शक्तिमा फुलेर भन्छ, मलाई हेर, म न कहिले झुक्छु न कसैसँग सम्झौता गर्छु। उसको लागि यही नझुक्ने अटलपन नै शक्तिको अन्तिम परिचय थियो। तर प्रकृतिले अब दुवैको दर्शनको परीक्षा लिने बेला आएको थियो। कथाले यस्तो मोड लिन्छ जसले सबै कुरा पल्टाइदिन्छ। अनि भयो के भने, एक रात आकाश गर्जियो र एउटा विनाशकारी आँधी बेहरी आयो। यो कुनै सामान्य हावाहुरी थिएन, यो त प्रकृतिको त्यो क्रोध थियो जसले सबै कुरालाई जरेदेखि उखेल्न सक्थ्यो। आँधी रोकिएपछि खोला किनारको दृश्य पुरै बदलिएको थियो। त्यो घमण्डी, कहिल्यै नझुक्ने उत्तिसको रुख बीचबाटै भाँचेर ढलेको थियो। तर अचम्म, त्यो नम्र धानको बोट भने आँधीपछि शान्तपूर्वक मुस्कुराइरहेको जस्तो देखिन्थ्यो, जस्ताको तस्तै। सायद साँचो शक्ति देखिने कुरामा होइन, टिक्न सक्ने क्षमतामा पो हुन्छ कि? अब भाँचिएको उत्तिसले धानबाट जीवनको तो पाठ सिक्ने पालो आयो, जुन उसले आफ्नो घमण्डका कारण कहिल्यै बुझ्न सकेन। उत्तिसले त पत्याउनै सकेन। उसले छक्क पर्दै सोध्यो, यो कसरी भयो? म यति बलियो भएर पनि टुक्रिएँ, तर तिमी कसरी बच्यौ? उसको घमण्ड अब आश्चर्य र जिज्ञासामा बदलिएको थियो। धानले उही नम्रता र शान्तिसँग जवाफ दियो, हे दाजु, तपाईले आँधीको शक्तिसँग जुध्ने, लड्ने निर्णय गर्नुभयो, त्यसैले भाँचिनुभयो। धानको बाँच्ने रणनीति निकै सरल तर एकदमै प्रभावकारी थियो। जब आँधी आयो, उत्तिससँग लडेन, बरु त्यसको शक्ति अनुसार झुक्यो। उसले सम्झौता गर्यो र अन्तमा सुरक्षित रह्यो। धानले आफ्नो झुक्ने गुणलाई कमजोरी होइन, शक्तिको रूपमा प्रयोग गर्यो। उसले भन्यो, मैले चाहिँ आँधीसँग सम्झौता गरेँ, त्यसैले त यत्रो ठूलो आँधी बिहरीले पनि मेरो केही बिगार्न सकेन। त्यसो भए यो साधारण कथाले हामीलाई भन्न खोजेको के हो त? यसको गहिरो सार के हो? आउनुहोस् हेरौं। कथाको मुटुमा छ सम्झौता भन्ने शब्द, तर यहाँ सम्झौताको अर्थ हार्नु वा आत्मसमर्पण गर्नु होइन। यो त परिस्थितिको शक्तिलाई बुझेर त्यसअनुसार आफूलाई ढाल्ने बुद्धिमानी हो, एउटा कला हो। अन्ततः कथाले हामीलाई सिकाउँछ कि उत्तिसको जस्तो घमण्डले विनाश मात्रै निम्त्याउँछ, जबकि धानको जस्तो नम्रता र लचकता नै साँचो शक्ति हो। किनभने जो परिस्थितिसँग लड्छ ऊ भाँचिन्छ, तर जो त्यस अनुसार आफूलाई ढाल्न जान्दछ ऊ सधैँ रहन्छ। यो कथाले हामी सधैँलाई सोच्न बाध्य बनाउँछ। जीवनमा आउने आँधी बेहरीहरूमा हामी कहिले उत्तिस बन्यौं होला र कहिले धान, र अन्त्यमा साँचो शक्ति केमा रहेछ त? कहिल्यै नझुक्ने घमण्डमा वा झुकेर पनि टिक्न सक्ने क्षमतामा?